एउटा मान्छे मृत्यु भइसकेपछि है सरकारको विरुद्धमा भन्नेले के भन्ने कुरा पनि भन्न नहुने कुरा पनि भने। तर मृतककै परिवारबाट के भन्दैछन् त, खास कुरा के रहेछ त, यो सुनौँ त। अनि गृहमन्त्रीज्यू 10 बजेदेखि त गृहमन्त्रीज्यू लगायत प्रधानमन्त्रीको सचिवालयको सबै टिमै अनि आउनु भएर रातभरि लगभग खटिनु अनि बाहिर किने अनि अर्को गर्ने पनि ठिक छ भन्ने हो। त्यसपछि बिहानैसम्म बस्नु पछि अब डाक्टर साहबले नै मैले उहाँबाट नै सर किन बाहिर लिने भन्दै हुन्थ्यो, के भयो भन्दाखेरि अब अघि डाक्टर साहबले जे भन्नुभयो हेल्थको कारणले गर्दा यहाँबाट त्यहाँ जाँदै गर्दा केही बाटोमा समस्या आइहाल्यो भने भन्नुभएपछि ठिक छ त सर, बरु यहीँ केही सिलायो भने त्यसलाई पछि लगिहालौँ न त्यो भन्ने मेरो मनमा भयो।